हाम्रो ओमसियाङको पैसा गर्दैछ है ओमसियाङको पैसा यहाँ यो चाहिँ यो हाम्रो चन्द्रमायाजीले गर्दै हुनुहुन्छ। यो पास्ने चाहिँ तेस्रो ठुलो कर्म अरे क्या। अब पास्ने भनेको चाहिँ तेस्रो ठुलो कर्म अरे। पहिलो बिहे भइहाल्यो, दोस्रो चाहिँ अब गुणचुल अथवा छेवर हुन्छ अरे होइन। तेस्रो ठुलो कर्म चाहिँ आज हाम्रो ओमसियाङको सकिएको छ। ढोकाको डोट खोलेको यहाँ चाहिँ खुसेको रहेछ यो चाहिँ छुट्टै। यो चाहिँ खुसीले पठाएको कति पैसा यहाँ हेर्नु कति छ? 1 2 3 4 9 10,000। खुसीको गिफ्ट भयो। लु ओमसिंहले भनेको धन्यवाद रे भनिदिनु है। ऊ त्यहाँ हजार त्यहाँ टन्नै त्यस्तो हो। म देखिरहेको छु, ऊ त्यहाँ देखिरहेको छु। म पो त निन्द्रे झुक्झु भयो जस्तो छ। 11 बज्यो नि त नि खोइ कहाँ छ अब। के भयो हेर्नु न के 500 पनि टन्नै देख्छु त। होइन 500 त मगाउनु नि। बिचारी नानाले दिएको यो चाहिँ मलाई थाहा छ 5 रुपियाँमा के हुन्छ गरेर। कसरी थाहा भयो नानाले दिएकै भनेको? मलाई थाहा छ क्या त्यो माथि पाहाडको त्यसरी पाहाडतिर त्यसरी दिन्छ नि त। हाम्रो पाहाडतिर त्यसरी दिन्छ क्या। कुन चाहिँ पाहाडतिर दिन्छ त्यस्तो चाहिँ? हाम्रो पाहाडमा 5 रुपियाँमा बेरेर ऊ खोल्छु है। ल तपाईँलाई खाम खोल्नु चाहिँ मलाई 100 एउटा खाममा भेला पारेर राख्नु न हौ। होइन म खाम मात्रै खोल्छु है। काम चाहिँ हामीले पनि काम लाग्छ नि त। यो चाहिँ 100 150 नै हुन्छ। हामीलाई पनि काम लाग्छ अरे। यो चाहिँ 150 रहेछ। 100 हाल्नु काम लाग्छ। बिचारा मायाले आशीर्वाद दिएको अन्त। होइन यो चाहिँ 210 रहेछ। ए सरी 310 रहेछ। जसले दिनुभएको हो धन्यवाद। ओमसियाङको पैसा रातिको दियो त्यो पनि 100 रहेछ बिचारा। बाबु ओमसियाङ सुतिरहेको छ। दिनभरि पैसा थापेर सुतिरहेको छ कि गरेर। 500 रहेछ खामबाट। 500 रहेछ। बिचारा डल्लै आज त जहिले दिनभरि थाकेको छ हौ। टिका थप्दा आशीर्वाद थप्दा आशीर्वाद सबैको लागोस्। ए 200 रुपियाँ चाहिँ यहाँ रहेछ। गिफ्टहरू पनि छ खोल्नुपर्ने छ गिफ्टहरू। ए 205 रुपियाँ रहेछ। यहाँनिर चाहिँ कति रहेछ भने 1005 रहेछ। सानो गर्ने भन्दा भन्दै सानै त हो नि। तन्के नि अलिक गर्दै के भन्ने त्यो यति पनि नगर्नु भने 100 रुपियाँ रहेछ। एस्टिमेट खोजेको त सानै हो। धेरै सानो भन्दाखेरि ठुलो भयो। 200 रुपियाँ रहेछ। 100 भन्दा कम चाहिँ आइटम छैन होइन। 100 भन्दा कम चाहिँ छैन आइटम खानु। 110 रहेछ यहाँ। 5 रुपियाँ पनि सिद्धि 5,000 500 पनि सिद्धि। 500 रुपियाँ यहाँ नपत्या बेरेर दिनुहुन्थ्यो 5 रुपियाँ 1500 चाहिँ पनि एउटा दिन न 1000 त उस्तो राखी भने नि त मम्मी साइज न मैले पनि बनाएँ घरि पनि गरे अरे। ए बेला पारेको 1500 ए 105 रहेछ। भन्नु थाहा भयो काम राम्रो रहेछ यो चाहिँ। सिर्जना मुनारी 505। सिर्जना मुनारीको हो। सिर्जना बन्यो भनेको अलिक सिर्जना बन्यो भनेको यहाँ कि को पो सिर्जना त मुनारी होइन नि त। को त मुनारी मुनारीसँग बिहे भएको हो कि होइन
पानखरी पूजा त्यो नाम छैन त फेरि यसमा चाहिँ नाम व्यवहार यहाँ पनि छ काम 5 रुपियाँमा दिएको जावा ए मुनारी यतिखेर दिदीभाइ दिदीभाइ रहेछ सिर्जनाको माइलीको नाम खाम चाहिँ काम लाग्नु भयो नि इधर चाहिँ राख्नुपर्छ ल 100 रुपियाँ हाल्नु चाहिन्छ यो चाहिँ खाममा बोल्नुपर्छ हामीलाई डल्लै डल्ला छ तिनवटा चारवटा पाँचवटा त्यसैले हरेक गर्छ क्या पहिला छवटा अस्ति सुरुमा बिहेको बेलामा यो सातवटा पठाउँदाखेरि पनि त्यतिकै सस्पेन्ड पठायो होइन आठवटा गिफ्ट अनि फेरि अस्ति घडी पनि सस्पेन्ड नखोजेर पठाइदिएको र दुइटै भयो नौवटा एनिभर्सरीको गिफ्ट पनि खोजेर सरप्राइज गिफ्ट पठाइदियो होइन 10वटा अनि फेरि अब आज पनि सरप्राइज दिएको क्या पठाउँछ क्या अरू खाले 11 के भएको पैसा फेरि 12 भिडियो धेरै लामो भइसक्यो बेलामा 15 म उ भन्दैछु है काम 16 कस्तो नयाँ नयाँ कटकटाहरू त 17 खाली सेवा 18वटा काम गर्छु ए माइ गॉड काम हजार चाहिँ छमिनले कति रुपियाँ पाए ए छमिनले सिएम कति रुपियाँ पाएछ मैले एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा कतिवटा गर्नु कति चाहिँ कति छ त्यो कतिवटा गर्नु गर्नु न त गर्दै छैन हौ त्यो गर्नु न त्यसले पनि धनी त भन्छु त पार्छु कति धेरै 100वटा त छ क्या हो एउटा त छैन है एउटा चाहिँ छैन है त एउटा चाहिँ 50,000 गइहाल्छ नि सियाङ त पहिला जान्थ्यो होला 100वटा 500 बोकेर होइन आशीर्वाद गर्नु न तपाईँ